यदि तपाईहरु हैन वेल सेटल्ड फ्यामिलीबाट चाहिँ स्टुडेन्ट भिजा बेस्ट हुन सक्छ हैन भए पनि बुझ्ने हुनु पर्यो क्या त्यो मान्छे। हाई एभ्रीवन, वेलकम टु माई च्यानल। कस्तो छ हजुरहरुलाई? म चाहिँ ठीक छु अनि सन्चै हुनुहुन्छ होला आशा गर्छु। म पनि एकदमै बिन्दास छु। अनि आजको मेरो भिडियोमा चाहिँ म हजुरहरुलाई भन्छु मेरो सोचाइमा, मेरो विचारमा चाहिँ जापानमा नर्सिङ केयर, एज केयर हैन, अल ओभरमा कुरा गर्छु। अल ओभरको वर्किङ राम्रो कि स्टुडेन्ट राम्रो भनेर चाहिँ कुरा गरौँ। लेट्स टक अबाउट वर्किङ भिजा राम्रो कि स्टुडेन्ट भिजा राम्रो। यदि तपाईहरु हैन वेल सेटल्ड फ्यामिलीबाट चाहिँ बिलोङ्स गर्नुहुन्छ, तपाईको फ्यामिलीले चाहिँ तपाईले काम नगरे पनि आफ्नो कलेज खर्च र आफुलाई खानालाई मात्रै तपाईले पुर्याउनु पर्ने हुन्छ, कलेज खर्च पनि कहिलेकाहीँ पुगेन भने घरबाट पठाइदिनु पर्ने त्यस्तो हुन्छ भने तपाईको लागि स्टुडेन्ट भिजा बेस्ट हुन सक्छ हैन, राम्रो हुन सक्छ। किनकि भोलिको फ्युचरमा अब स्टुडेन्ट भनेको पढेर भोलि यहीँको लागि सेटल हुनलाई राम्रो हुन्छ। तर यदि तपाई हामी जस्तो, म जस्तो लो मिडल क्लासको भन्दा पनि लो मिडल क्लासबाट बिलोङ्स गर्नुहुन्छ भने चाहिँ अनि त्यसमा अब हाम्रो फ्यामिलीले त एफोर्ड गर्न सक्दैन नि त त्यस्तो वर्षको 15-20 लाख कलेज फी त कहाँ एफोर्ड गर्न सक्छ त। मन्थली खानामा कति खर्च हुन्छ? 1-1.5 लाख त खानामै जान्छ। आफूले कमाएको पैसा त खाना र बस्नुमा जान्छ हैन। अनि कलेजको फी एक्स्ट्रा आफूले जेन तेन गरेर यताउता गरेर मिलाउने हो। अनि त्यसो गर्दाखेरि हाम्रो फ्यामिलीले त एफोर्ड गर्न सक्दैन नि त। हामीले आफै म्यानेज गर्नुपर्ने हुन्छ। त्यसको लागि 2-3टा काम गर, 4वटा काम गर, काम पाउँछौ भने गर, मरिमेटी तिम्रो टाउकोमा बन्दुक राखेको छ कसैले, गर्छौ भने गर, नत्र केही पनि हुनेवाला छैन। जसरी पनि गर्नु छ क्या, गर्नु छ भनेपछि गर्नु छ। त्यस्तो भयो भने चाहिँ मैले मेरो तर्फबाट चाहिँ मैले भन्ने भनेको चाहिँ वर्किङ भिजा भनेको बेस्ट हो हैन। धेरै माथिको सोच्नु हुँदैन। महिनाको 3-4 लाख कमाउँछु, 2-3 लाख कमाउँछु, 2-3 लाख बचाउँछु है। कमाउनुको कुरा छोडौँ, कमाउनु त सरी, मेरो महिनाको 2-3 लाख सेभिङ हुन्छ, मैले यति कमाउँछु, यस्तो गर्छु उस्तो गर्छु भनेर सोच्नुहुन्छ भने चाहिँ जापानै नआउनु भन्छु है। म त स्टुडेन्टकै वर्किङकै जापानै नआउनु। तर हैन अब अलि सानो गरेर जाने हो, आफ्नो स्किलहरु डेभलप गर्दै जाने हो हैन। तपाई कुन सेक्टरमा आउनुहुन्छ? जसरी म एज केयरमा आछु भने मैले मेरो स्किलहरु डेभलप गर्दै गयो भने पो अनि स्यालेरीहरु पनि त्यही अनुसारको आउला हैन। अनि सबै कुराहरु पछि हुने हो नि त। सुरुमा त आफू त्यो अनुसारको त्यो लेभलको आफुलाई चाहिने आफ्नो स्किल त आफूले डेभलप गर्ने हो नि त। अनि त्यही भएर मलाई चाहिँ बेसिक स्यालेरी भए नि हुन्छ, नेपालको भन्दा अलि राम्रो हुनु पर्यो। तर चाहिँ काम गर्छु भन्नुहुन्छ भने चाहिँ वर्किङमै राम्रो छ। तपाईको हैन 5 दिन काम हुन्छ, 2 दिन बिदा हुन्छ, मज्जाले बिन्दासले 2 दिन आफ्नो जे पनि गर्न पाइयो। 8 घण्टा मात्रै काम हुन्छ हैन, त्यस्तो प्रेसर पनि हुँदैन। तर अब बाहिर एउटा कस्तो हुँदो रहेछ भन्दाखेरि मैले एक्सपिरियन्स गरेको कुरा चाहिँ अब त्यति घरबाट यति टाढा आइसकेपछि चाहिँ काम गर्न पाए हुन्थ्यो भन्ने चाहिँ हुन्छ के। त्यो सबैमा हुन्छ होला, मलाई मात्रै हैन, वर्किङमा गर्नुहुने सबैजनालाई हुन्छ होला। अब तर त्यसमा के हुन्छ भन्दाखेरि अब काम गर्न पाए त हुन्थ्यो, तर पाइदैन नि त। अब कुनैको कम्पनी राम्रो हुन्छ, त्यसैले ओभर टाइम दिइरा हुन्छ के, दिनमा 10 घण्टा 12 घण्टा त्यस्तो भयो भने त धेरै भइहाल्यो हैन। ओभर टाइम दियो भने त धेरै राम्रो भइहाल्यो। तर ओभर टाइम नदिने कम्पनीहरु पनि त हुन्छ नि त। अब ओभर टाइमलाई त्यति उस गर्दैन क्या। जसरी अब स्टुडेन्टमा आउने बेला चाहिँ कन्सल्टेन्सीहरुको मान्छेले भन्नुहुन्छ कि मेरो पनि बहिनी साथीहरु कति धेरैजना स्टुडेन्टमा आउनु भयो। तर त्यसमा चाहिँ स्टुडेन्टमा आउनु मतलब स्टुडेन्टमा आउने बेला चाहिँ मान्छेले के भन्छ भन्दाखेरि अहिले जाने हो, पढ्ने हो, यहाँ पनि नेपालमा पनि पढ्नु पर्दैन, उतै गएर सँगै ल्याङ्ग्वेज डेभलप हुन्छ, सँगै काम गर्न मिल्छ, सँगै पढ्ने हो भनेर भन्नुहुन्छ हैन। तर यहाँ आएपछि यति गाह्रो छ नि हैन, इंग्लिशको ओके बाहेक केही पनि चल्दैन। ओके, हेलो र ओके मात्रै हो के, हेरो ओके, त्यो बाहेक पुरै यिनीहरुको ल्याङ्ग्वेज हुन्छ। अनि स्टुडेन्ट र वर्किङमा हैन अब इन्कमको कुरा गर्ने हो भनेखेरि अब स्टुडेन्टमा इन्कम हुन्छ हैन, नहुने भन्ने हैन। रात दिन बिचरा काम गरिराख्नुहुन्छ हैन, यताउता ह्यान्ड क्यास काम पायो भने, जो ब्याङ्क क्यास, अहिले ह्यान्ड क्यास त पाउन गाह्रो छ, ब्याङ्क क्यासको पनि नदेखिने गरेर त्यस्तो कामहरु पायो भने इन्कम त हुन्छ हैन। तर त्यो इन्कमले अब त्यो कमाएको पैसा त गएकोमा तिर्ने हो नि त। फेरि त्यति गएकोमा तिर्नु पर्यो, गएको भनेको चाहिँ कलेज कमाउने, अनि फेरि कलेजमा तिर्ने, अनि घरमा पठाउन त हुँदैन नि त। अनि मलाई चाहिँ अस्ति सोध्नु भएको थियो त्यो वर्किङको बुकहरु चाहिँ कहाँ पाउँछ भनेर सोध्नु भएको थियो। तपाई चाहिँ सेवा नेपालमा जानुभयो भने, म चाहिँ सेवा नेपाल कन्सल्टेन्सीबाट आएको, मलाई बाहिरको कन्सल्टेन्सीको खासै थाहा छैन। तर मलाई जहाँसम्म लाग्छ बाहिरको कन्सल्टेन्सीले पनि त्यसै गरी नै पढाउनुहुन्छ होला, थाहा छैन। तर सेवा नेपालले चाहिँ तपाईले एउटा बुक नै दिन्छ, प्रिन्ट आउट गरेको बुक तपाईले किन्नु पर्ने हुन्छ। 1500 समथिङ त्यति नै पर्छ होला। अनि त्यो बुक पढ्ने, अनि त्यहाँ त्यो बुक पनि उहाँले पढाउनुहुन्छ क्या, पढ्ने, अनि पढेपछि अनि पछि पास गर्ने बेला डेट लिने, अनि एक्जाम दिएर पास गरिने आउने।
म चाहिँ के बोलिरहेको छु मलाई थाहा होइन अनि के अरे मैले मेरो भिडियोमा के भने त्यो त मलाई थाहा छैन तर पनि यदि तपाईँहरूलाई मेरो भिडियो मन पऱ्यो भने प्लिज लाइक कमेन्ट जरुर गर्नु होला अनि तपाईँ वर्किङ भिजामा आउँदै हुनुहुन्छ र तपाईँलाई केही सोध्नुपर्ने छ भने मलाई कमेन्ट पनि गर्न सक्नुहुन्छ एज केयरको वर्किङ भिजामा र यदि तपाईँको कोही आफन्तीहरू नजिकको मान्छेहरू चाहिँ एज केयरमा नर्सिङ केयरको लागि जापान आउने सोच्दै हुनुहुन्छ भने चाहिँ उहाँलाई यो भिडियो सेयर गर्न सक्नुहुन्छ एन्ड थ्याङ्क यू फर वाचिङ माई भिडियो